Hello everyone, after a long time, welcome back to my channel. Guys, आज चाहिँ म कहाँ जानेवाला छु तपाईहरुलाई थाहै छैन कहाँ जानेवाला छु गेस गर्नुस्। आज म स्याबुन जादै छु फाइनली तिहार मनाउनका लागि म मेरो छोरी and my dear husband हस्बेन्डले चाहिँ जोनिर मलाई पुर्याउने काम गर्नुहुन्छ। सो अब हामी ठीक पर्नु आटेको गाइज हेर्नु न अब माइत जाँदाखेरि के लानु पर्यो कसैले लानु पर्यो नि त हैन। अनि टक्कसँगले यहाँ मैले मासु भुटिरहेको छु वाउ वाउ यम्मी भनेर टक्कसँगले अनि टक्क बाजे बोजूलाई निगार हैन निगार बोकेर रक्सी बोकेर हैन। अनि हाम्रो मेरो माथि हामी अहिले एउटै फुल छैन के गाइज हाम्रोमा। अनि हाम्रो बहिनीले चाहिँ यहाँ फुल पठाइदिनु भएछ भाउजू लानु भनेर दाजुलाई हैन। अब के गर्नु त है फुलको बिजोक छ गाइज। सो फुल पठाइदिनु भएछ यो चाहिँ फुल हो। अनि जेनी चाहिँ यहाँ जेनी आज कहाँ जाने आज दिङला पो अरे मामालाई भन्न मामालाई जाने कि नजाने कसरी जाने ए कसरी है ए त्यसरी ए ल ल ल ल। सो गाइस हाम्रो भिडियो हेर्दै गर्नु होला। आज तपाईहरुलाई दिङला टु स्याबुनसम्मको यात्रासम्म लैजाने छु। ध्यान दिएर हेर्नु होला सपोर्ट गर्नु होला। कविता राईको च्यानललाई सब्स्क्राइब गर्नु तपाईहरुले नबिर्सिनु होला भन्दै भन्दै अहिलेको लागि चाहिँ एकछिन स्थगित गरे है त गाइस मेरो क्यामेरालाई। गाइस रेडी भइसकेको हामी चाहिँ जुवाई साप चाहिँ ओर्लिँदै हुनुहुन्छ। जुवाई साप ठिक छ नि हाय आई एम पासिङ बाबा ए साँच्चै गाइज हाम्रो चाहिँ बाइक आयो बाई बाई ठुली सानी ठुलोमा काम सघाउँदै गर्नु अलिअलि ल बल्ल बल्ल आइपुग्नु भयो गाइज। पासाङ मेरो फाइनल लुक हेर्नु नि त्यहाँ ओइ पासाङ होइन बा भन्नुपर्छ ल गाइज। अब चाहिँ जाने है हामी साह्रै छु बाई ठुली सानी गएको ल ल ल ल भयो भयो ल जाउँ बाई जेनी ला खै दिदी दाजुले बस्नु भरे 3 दिन 4 दिनमा आइहाल्छ कुन चाहिँ सुतेर गाइस। अब चाहिँ हामी हिँड्यौँ हामी खातबारी अब कति घन्टामा पुग्छौँ 1.5 घन्टामा होला मेबी। एन्ड हेर्नु न अब लाग्यो बाटो गाइस। हामी चाहिँ खातबारी आइपुग्यौँ। अनि हाम्रो फुपू फुवाजू अनि फुवाजूसँग नि यहाँ भेट भयो आउनु यता आउनु न। अनि अब यहाँनिर चाहिँ जुवाई र आँगीको ढोकभेट चल्दैछ फुपाजू आयो किन खानु होला जेनी तिमी कहाँ गएको मामाला अनि कता गएको यता चाहिँ डन चाहिँ कति गोरो साथीहरु यो चाहिँ हाम्रो सभा होला है सभा होला सलल भएको छ हेर्नुस् आमा छोरी आउँदैछ खोला यस गरौँ ल ये साथै खोला सभा होला गाइस। कुन चाहिँ यता हेर्नु एकचोटि पस्दै बाबु माया पनि गर्दिन बाबालाई जेनी हामी कहाँ गएको कहाँ दिङला रे होइन दिङला कहाँ गएको होला सानो खेलाउन जाँदैन होला भनेपछि मेरो छोरी भुत्तुकै त्यही भएर हेर्नुको लागि निदाको मान्छे नि उठ्यो। यता सभा होला यो कुन खोला अरे यो सानो चाहिँ याङवा ए याङवा खोला यो चाहिँ हामी पौडी खेल्ने खोला यो सानो होला लड्ला छोरी ओ तुना खुस्के त लड्छ बाँध्दै त्यो सानो खोला याङवा खोला यो याङवा खोला चाहिँ स्वाट गएर सहला मिसेको छ। अनि यता उँधो बगेको है साथीहरू राम्ररी हेरिदिनु होला भिडियोहरू चाहिँ गाइज याङवा खोला दिस इज याङवा एन्ड यो भनेको सभा खोला गाइज हेर्नु है त्यो सभा खोला यो याङवा खोला यसको मिश्रण चाहिँ यहाँनिर छ बाउ छोरी त्यहाँनिर खेलिरहनु भएको छ। एन्ड म जतिको खुसी आज कोही छैन किनभने आएको छु म माइती घर माइती घर माइती घर ल ल ल
जेनी चाहिँ खोल्ने अरे गाइज बाउले केही हुँदैन हौ कसले लान्छ तपाईँको छोरो आई लभ यु गाइज हेर्नु न सभा खोला र याङ्गो खोलाको मिश्र अरे यहाँ चाहिँ यहाँ जोडिएको छ हामी अब यता जानुपर्ने यताबाट आएको हो जेनी कपाल कसले बाँडिदिएको होइन कपाल ठुलीले होइन मोबाइल हेर्दै गाइज हामी चाहिँ हाम्रो स्याबुनमा प्रवेश गरिसकेका छौँ सो हेर्नु न जेनी अगाडि जेनी त्यहाँ गीत गरेर म उहाँ चाहिँ पछाडि हेर्नु न यहाँ दुःख हेर्नु न दुःख नाङ्लो बोकेर ल्याइदिएको राम्रो छोरो सो गाइज होइन फाइनल्ली जाँदैछौँ अब केही समय मात्र छ हामी पुग्नलाई एन्ड गाइज सामान चाहिँ हाम्रो खातबारीबाट आउँदैछ गाइज गाडी पर्खिनु पर्ने यो नाङ्लो हेर्नु नाङ्लो ल्याएर म त आज लास्टै गलेको छु यो बुढाले के पाराले चलाइ बाइक चाहिँ अरू बेला त यस्तो गरिदिन्थ्यो आज त गाइज मलाई त चाख्ता नि गाइज भन्नु उसो मात्रै कि गाइज चाख्ता नि केही छैन चाकको मेरो चाक 3 केजीको थियो भने 1.5 केजीको चाहिँ भयो आधी मासु पर्लाकै गयो त्यही पनि केही छैन गाइस माइत आएको बेलामा सबै दुःख कष्ट भुलेर हाँस्दै हाम्रो गाउँको भ्यूहरू हेर्नु गाइस कति राम्रो छ वाउ दसैँ तिहारको भाइ बाहिर छ सो हेर्दै गर्नु होला गाइस मेरो घरसम्मको यात्रा गाइस लिङ्गेपिङ हेर्नु न केटाकेटी वाउ लिङ्गेपिङ खेलिरहेछ एन्ड गाइज म पढेको स्कुल अब उयो छ के गर्नु है म 5 सम्म उयो स्कुलमा पढेको देवल स्कुल देवल डाँडा यो जान गाइज हेर्नु को आएछ हाम्रो दोलाङ आएछ दोलाङ त चाहिँ कोही मम्मीहरू त चाहिँ के गर्ने आएको तलै नै पर्खेर बसेको ए यो अर्चस त अर्च त कहाँ छ यो यहीँ छ हाम्रो गाइज हामी 4 जना भयो नि हेर्नु आया मर्यो चाख्ता त छैन नि हौ केही छैन बमिट होइन बाइकमा गर्दा म त सुजन दाइलाई यहाँको ए गाइज हाम्रो भाइ चाहिँ घोरले झर्न गएको थियो तपाईँहरू थाहा छ घोरले झर्न यदि थाहा छ भने प्लिज कमेन्ट गर्नु होला र अब म चाहिँ पर पुगेर मात्रै भ्लग स्टार्ट गर्छु ल म कन्डिसन खराब भयो गाइज नरिसाउनु होला है त गाइज हामी हाम्रो फुवाजु पनि आइपुग्नु भयो आन्टीहरू पनि अनि हामी पनि यहाँनिर बल्ल बल्ल आइपुग्यौँ हाम्रो कान्छापाङ लिन आउनु भएको रहेछ ऊ हाम्रो कान्छापाङ यता मम्मी यस भ्लग बनाएको हेलो हेलो जेनी चाहिँ हेरौँ न कसम आन्टी साग त मेरो 3 केजीको थियो भन्दा 1.5 केजीको थियो होइन नि होइन नि साह्रो परेन हामीलाई पनि त्यो अर्को फोनबाट मम्मीहरूलाई फोन गर्न मम्मीहरू चाहिँ के को बेला नुको बेला गाइज यहाँ ढोकभेट चल्दैछ अर्को ज्वाइँ चाहिँ आँदा ज्वाइँ के गर्दैछ अर्को ज्वाइँ उपर जेनी उता बाजे बाजे उता बोजू बाजुलाई नमस्ते गर नमस्ते बाजे ढोक्नु आएको ल उता बोजूलाई यता आउला यता यता आउला के भयो हिरो हिरो के छ कता आयो यार आज चाक कति केजीको भयो 2000 थ्याङ्क यू भन्नुपर्छ नि थ्याङ्क यू भन्दिनु आफू त फेरि नि ओ बरन्दु म त गाइस गाडी आयो अनि सामान पनि बोक्यो तर पासाङ र युजन अनि जेनी चाहिँ बाइकमा जाने म चाहिँ हिँड्दै सामान बोकेर हिँड्दैछु गाइस कति खुसी लागिरहेछ ओ माई गॉड यति सन्तुष्ट
त केही गर्दा पनि भएको छैन गाइज। सो अब जाँदैछौँ। हाम्रो बोजू के गर्दै हुनुहुन्छ होला होइन, अब जाने हेर्ने। कान्छा नाङ्लो नाङ्लो म लिएर आउँछु हिँड्नु। बाई जेनी। गाइज यो चाहिँ छोडेछु क्या मैले, हेर्नु न नाङ्लो यो हट्टाइलेका नाङ्लो बोकेर ब्याग बोकेर हिँड्दैछु। पासाङहरू चाहिँ जानुभयो, म पुगिहाल्छु नि होइन आफ्नो माइती घर, आफू जन्मेको हुर्केको कुदेको लडेको उफ्रेको ठाउँमा। मलाई क्या टेन्सन होइन। सो गाइज म चाहिँ जाँदैछु। अब घरसम्मको भिडियो हेरेर साथ दिनु होला है त ल। बाजे बोजू सबैलाई नमस्ते। लु 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 आइहाल्छु नि म, के त नि हुन्छ हुन्छ बाजे सबैलाई सबैको भिडियो गर्छु ल। आमा बोजू आइपुगे बाजे। आम्म बाटो त अनि चाक त किन लाग्दैन त अनि मलाई चाहिँ हो। गाइज हाम्रो गाउँघरतिर घरहरू यस्तो छ, ऊ यस्तो छ। बजू के गर्दै हुनुहुन्छ? भोलि भोलि आउँछु है बस्दै गर्नु। गाइज हाम्रो गाउँघरको घर यता यस्तो छ। गाइस यहाँ चाहिँ म किन नबोलेको भने नि, यहाँ चाहिँ हाम्रो आप्पाहरू तास खेल्नु आएको रहेछ क्या। अब दसैँ तिहारमा हो नि त, यसो रमाइलो अनि त्यहाँबाट यसो रमाइलो गर्न आएको होला। तास खेलेर बसिरहेको रहेछ अनि म चाहिँ नबोलिकन आएको नि यसो होइन। यहाँ आफ्नो चाहिँ पखेटा सखेटा सबै छ। अनि म चाहिँ डर पनि लाग्छ, अब बेलुका भइसक्यो नि त, तर्साउँछ पनि गाउँतिर त यसो अलिअलि गर्छ नि त। अब चाडपर्व लागेको छ, पितृहरूले आश गर्छ आफ्नो होइन, यसो बेला मौकामा चाडपर्व यसो सम्झिन्छ अरे नि त पितृहरूले पनि। त्यही भएर अब चालचुल गऱ्यो भने त ठुलो कविता फेरि मान्छेसँग जस्तै मान्छेसँग पनि फेरि सिङ्गल ओपन सिङ्गल खेल्न तयार होइन। तर भूतसँग चाहिँ कविता फेरि लास्ट डर पोको क्या साथीहरू, डर लाग्छ। अब पासाङ लिनु आउँछ कि यसो लिनु आउनु त भनेको छुइनँ, यसो दया माया लागेर बुढीलाई सम्झेर आएछ भने ठिकै छ। नभए बल्ल बल्लको मेरो माइती गाउँ हिँड्छु नि 3 घन्टा भए पनि मलाई के को होइन। यसो हेर्दै गर्नु ल गाइज। अहिले म त बोल्दै होइन, गाउँमा आएपछि त म त यति ब्लक्कड हुन्छु, जसलाई पनि बोलाउनु मन लाग्छ बोल्नु मन लाग्छ। सो फेरि बोलाउँछु ल। गाइज हाम्रो छेउघर भन्छ यहाँ चाहिँ। आसिम भाइ सन्चै हुनुहुन्छ? अब मिनु आनी पो हुनुहुँदो रहेछ त। कहिले आउनु भएको? बल्ल होइन बाइकमा आएको बोजू आउनु त। हो त्यही त नि। हुन्छ बोजू भोलि आउँछु ल। गाइज भन्दा कान्छा आइपुगेछ है। ए बुढीको माया छ भने आउँछ नि भन्दै थिएँ। ल चढौँ भयो। गाइज बुढाले माया त गर्छ है, लिन आउनु भएछ है मलाई। आफूहरूबाट तास खेलिरहेको देख्नु म उयो डाँडाबारमा। म त भिडियो गर्दै आएको थिएँ, नहेरी पनि आएँ। बसेर अघि आउनु भनेको सामान लिनु कस्तो तासमा खेलिरहेको छ उहाँलाई। दसैँ तिहारमा रमाइलो गरेको होला नि यसो साथीसँग। गाइज ठिकै छ। अब हामी चाहिँ पुग्न आँट्यौँ होइन। अब घर पुग्यो कस्तो हुन्छ रियाक्सन गर्न हेर्नुपर्छ है गाइज ल। गाइज म चाहिँ घर प्रवेश। हाम्रो हेर्नु न घर बिचरा बाजे त सुतिरहनु भएको रहेछ साथी हो। हाम्रो घर आइपुग्यौँ। हेर्नु हाम्रो घरमा कतिवटा खाएको छ तपाईँहरूलाई थाहा छ। सबिन काका नमस्ते। ओ के भन्छ काली? ओ जेनी भेट्छस् ड्याम के भन्छ अरे मलाई? को त कहाँ आएको नानी? कहाँ आएको त भन् त? पख तँलाई भेट्छस् कुरै।
गाइज हाम्रो घर हाम्रो फोटो हेर्नु फ्यामिली फोटो यो छ नि सबैभन्दा राम्री चाहिँ यो देख्नु भयो नि सी इज म गाइज अनि त्यहाँ हेर्नु न त्यहाँ यस्तो राम्रो छ डेकोरेसन है यो को हो जेनी है के मोबाइल उयो को हो भन्दै त जेनी काली भन्न के गर्छु भन्दैन